आज चाहिँ मलाई योकोहामा ओन्टारियोको बारेमा एउटा भिडियो पोस्ट गर्न मन लाग्यो। यदि तपाईहरु मध्ये कसैलाई सी लाइफ एक्सपिरियन्स गर्न मन छ या सी लाइफमा गएर मजाले इन्जोय लिन मन छ भने चाहिँ केही हदसम्म तपाईहरुको इच्छा चाहिँ पूरा हुनेवाला छ है। तर त्यसको लागि भने यहाँ चाहिँ जानुपर्ने हुन्छ। अझै 3D लाइटनिङ इफेक्टहरुको त के कुरा गर्नु, इट्स अमेजिङ नै थियो हैन। यहाँ चाहिँ 3-4 किसिमको यो लाइटहरु थियो अनि यो 3D युज गरेर बनाएको लाइटहरु। तर मलाई सबैभन्दा राम्रो लागेको लाइट चाहिँ मैले क्याप्चर गरेको थिएँ। अनि यहाँको अर्को मलाई बेस्ट लागेको कुरा भनेको चाहिँ नेचर र यो इकोलोजीको कुराहरुलाई चाहिँ कस्तो मजाले एक्सप्लोर गरे जस्तो लाग्यो। अझै राम्रोसँग भन्नुपर्दा चाहिँ यो डिजिटल आर्टको थ्रुबाट चाहिँ नेचर र इकोलोजीको कुराहरुलाई चाहिँ एकदमै ब्युटिफुली रूपमा चाहिँ प्रेजेन्ट गरेको रहेछ। अनि यहाँ चाहिँ यो इफेक्टहरुले गर्दा इफेक्टहरु चेन्ज भइराख्ने अनि इफेक्टहरु सबै युज गरेर चाहिँ एउटा नेचरलाई कस्तरी मजाले प्रेजेन्ट गरेको छ। अनि घरिघरि त लाग्छ कि म त एकदम हेभनमै गएको जस्तो फिल हुने अनि म एकदम आफूलाई एकदम स्पेशल फिल हुने अनि म एकदम ओल्ड नै भिजिट गरेको हो कि जस्तो पनि फिल भइरहेको थियो मलाई चाहिँ। अनि प्लस बच्चाहरु पनि एकदमै खुसी भइरहेको थियो। कुनै कुनै ठाउँमा चाहिँ लाइटहरुको इफेक्टहरुले गर्दा चाहिँ बच्चाहरु चाहिँ अलिकति डराएको हो कि जस्तो पनि फिल भइरहेको थियो। आला मेरो बेबी चाहिँ 3 वर्ष भएको कारणले गर्दाखेरि त्यस्तो धेरै पनि हैन, हल्का चाहिँ कुनै कुनै ठाउँमा अँध्यारो हुँदा चाहिँ अलिकति डराएको जस्तो फिल गरेको थियो। अनि तर हामीले र बच्चाहरुले बराबर इन्जोय गर्यो, एकदमै इन्जोय गर्यो। बच्चाहरुलाई त झन् कति रमाइलो। अनि यो फरेस्ट इन्भाइरोमेन्टहरुलाई पनि कस्तो मजाले देखाएको छ के यहाँ चाहिँ। अनि मलाई चाहिँ के लाग्छ भन्दा अझै विशेष गरी चाहिँ विदेशमा जन्मेको बच्चाहरु चाहिँ नि नेचरसँग चाहिँ एकदम कनेक्सन कम हुन्छ जस्तो लाग्छ के। किनभने नेचरसँग चाहिँ उनीहरु चाहिँ एकदमै त्यो मजाले गुलमिल भएको हुँदैन। त्यसकारणले गर्दाखेरि चाहिँ यो ठाउँमा लग्नु भयो भने चाहिँ एकदमै धेरै नेचरसँग पनि एकदम बच्चाहरुको एकदम अट्याचमेन्ट एकदम बढेको जस्तो फिल हुँदो रहेछ। मलाई चाहिँ त्यस्तो फिल भयो। अनि यहाँ चाहिँ यहाँको सबै चीजहरु देखेर अब जस्तै एनिमलहरु देखेर अनि समाउन जाने हैन, पुतलीहरु उडेको देखेर समाउन जाने अनि छुन जाने अनि आफूतिरै आए जस्तो लाग्ने भाग्ने। अनि बच्चाहरुले चाहिँ कस्तो राम्रो राम्रो त्यो एक्टिभिटिजहरु देखाइरहेको थियो के जुन एउटा बच्चामा हुनुपर्ने बच्चापन यहाँ देखाइरहेको थियो। अनि यसको लोकेसन शेयर गर्नु पर्दा चाहिँ यो योकोहामाको कान्नाई स्टेशनबाट चाहिँ जम्मा 3 मिनेट वाकमा मात्रै रहेको छ। अनि टिकटको कुरा गर्नु पर्दा त्यस्तो एक्सपेन्सिभ पनि छैन है फेरि। त्यसकारणले चाहिँ एकचोटी चाहिँ यो ठाउँमा चाहिँ भिजिट गर्नै पर्छ भनेर चाहिँ म यो रिकमेन्ड नै गर्न चाहन्छु है त। थ्यांक यू सो मच।